जय मसी तपाईँहरू सबैजनालाई। अनि साथीहरू अहिले चाहिँ म मकै पोलेर खाम भनेर मकै पोल्दैछु। राति पनि भइसक्यो तर पनि धेरै दिन बाद मकै देखेँ अनि मकै खानु मन लागेर अनि एउटा बहिनीले अघि मार्केट गएको थियो अनि लिएर आएछ अनि पोलो भनेर मलाई दिएको थियो अनि म चाहिँ फटाफट पोल्नु थालेँ। धेरै दिन भएको थियो नखाएको पनि, एकदम देख्ने बित्तिकै म चाहिँ कन्ट्रोलै भएन अनि फटाफट पोल्छु भनेर यहाँ आगो लगाएर अलिकति मतलब आगो जलाएर चुलामा पोल्दैछु। आउनुहोस् अलिकति देखाइदिन्छु। यहाँ छ हाम्रो स्पेसल चुलामा पोल्दैछौँ। तल्लोबाट मतलब आगो लाएर त्यहाँको कोइलाको रापहरू आएर मतलब यहाँ माथि चाहिँ मकै मजाले पाक्दैछ। एकदम मजाले पकाउने हो। बहुत दिन बाद मकै देखेको अनि धेरै खानु पनि मन लाग्यो देखेर अनि फटाफट म चाहिँ पोल्दैछु। एकदम कलिलो फास्ट मतलब सिजनको हो क्या मकै सायद। यहाँ त कस्तो हुन्छ सिजन थाहा छैन, हाम्रोमा चाहिँ अब उहाँको चाहिँ थाहा छ सिजनहरू मकैको गाउँघरको। अनि यहाँ अब 5वटा पोलेको छु। यहाँबाट चाहिँ दोवटा चाहिँ म खान्छु अनि उनीहरू 3जनालाई एउटा एउटा खान्छ होला उनीहरूले चाहिँ। उनीहरूले बेसी खानु, म चाहिँ अब धेरै दिन बाद देखेर एकदम दोवटा चाहिँ एकदमै खान्छु जस्तो लाग्यो मलाई चाहिँ। अनि यही सानो भिडियो सेयर गर्छु भनेर तपाईँहरूको अगाडि बनाएको थिएँ। हुन्छ साथीहरू, म आफ्नो भिडियोलाई यतिमै राख्न चाहन्छु। तपाईँहरूदेखि बिदा लिन चाहन्छु। गुड नाइट सबैलाई। जय मसी, बाई बाई।